गाइज एन्ड गुड मर्निङ। आज चाहिँ शुक्रबारको दिन म चाहिँ डेली लाइफमा के गर्छु तपाईँलाई देखाउने छु। सुरु गरौँ है त। म चाहिँ अब हजुरको उठेर चाहिँ आफ्नो कार्यतर्फ लाग्दैछु। मेरो डेलीको रुटिन चाहिँ डेली हुनेछ। मुख धुनु बिर्सिन्छु तर यो बिर्सिँदैन, चाहिँ भैँसी धुनु गइरहेको छु। यो चाहिँ हाम्रो भैँसी रहेको छ। अब म पाडा पुकाउँदैछु। सुरुमा चाहिँ अब यो गोबरहरू पनि सोर्नुपर्ने त। आज चाहिँ छिट्टो बाबा उठ्नु भएर चाहिँ गोबर सोधिसक्नुभएको छ। अब म पाडा छोड्ने छु। अप्ठ्यारो छैन तर सजिलो पनि छैन। हाम्रो चाहिँ कुनै पनि विकल्प नभएर मैले चाहिँ युट्युबमा हेरेर चाहिँ दुध दुहुनलाई सिकेको है। पहिले चाहिँ गाह्रो नै भयो तर अहिले चाहिँ सजिलो नै छ। मलाई चाहिँ काम गर्न लाज लाग्दैन, जे नि गर्न मन लाग्छ। दुध पनि मैले फेरि 500 लिटर दिन्छ नि त, अनि मजा लाग्छ। हेलो गाइज, आज चाहिँ मेरो मर्निङ ड्युटी रहेको छ 7 बजेदेखि 1 बजीसम्म। म चाहिँ अब जानको लागि रेडी हुँदैछु। अनि यो चाहिँ हाम्रो गाडीको कलेक्सन हो है। यो चाहिँ बाबाको साइकल, थोत्रे साइकल। यो चाहिँ अलिक टाढा हिँड्दा कुदाउने इलेक्ट्रोनिक साइकल भयो। यो चाहिँ दादाको बाइक भयो। यो स्कुटी पनि मेरै, बाइक पनि मेरै। त्यो बाटो खाली रहेको छ। यो चाहिँ मदन भण्डारी हालेको छ, काम गरिरहेको छ। यो चाहिँ मसँग चाहिँ मोबाइल हाल्नु केही छैन त। बाइक पनि हस्पिटलमा अहिले चाहिँ 8 बजिसकेको छ। म आएको 1 घन्टा भइसकेको छ। तर मेरो पेसेन्जर चाहिँ स्टेबल हुनुहुन्छ नि त। अनि अहिले चाहिँ केही कामै छैन। अनि म काम नहुँदाखेरि चाहिँ कहिलेकाहीँ चाहिँ यस्तो कन्सेप्ट बनाउँदै बस्ने छु। यो चाहिँ आजको होइन, यो चाहिँ मैले अगाडि नै फ्री हुँदाखेरि बनाएको हो। अहिले चाहिँ म यहाँ डिजाइन निकाल्ने छु। कहीँ चाहिँ अहिले ब्रेक टाइम रहेको छ। अब म चाहिँ खाजा खानु गइरहेको छु। यतिखेर चाहिँ लगभग 10 बजिसकेको छ। मेरो चाहिँ अहिलेको खाजा भनेको चाहिँ चिकनमा थुक्पा रहेछ। म यो चाहिँ खाइसक्ने छु, सखा पार्ने छु। यहाँ चाहिँ काँक्रा पनि रहेको छ है गाइज। खाजा खाइरहेको छु। यो चिकन थुक्पा एकदम मिठो छ। यदि तपाईँहरू चाहिँ बेलाका नगर अस्पताल आउनु भने चाहिँ घिमिरे क्यान्टिनमा सम्पर्क गर्नुलाई। यो चाहिँ त्यहीँको थुक्पा होइन, तर यहाँ चाहिँ उहाँहरूले चाहिँ यहीँ सर्भिस दिनुभएको, यही ल्याइदिनु भएको यो थुक्पा चाहिँ होइन। तर यो चाहिँ चम्ची नै ल्याउनु बिर्सिनु भइसक्यो, काँटा मात्रै। अब म यो सुप कसरी खाने। गाइस, मेरो चाहिँ ड्युटी 1 बजिसक्यो, अफ भइसक्यो। म चाहिँ अहिले ल्याउन आएको छु, तर लिन आइरहेको छु। अनि यहाँ मन्चा सिस्टर चाहिँ रेडी भइसक्नु भएको छ। अनि त्यसपछि चाहिँ अब हामी चाहिँ निस्किनेछौँ। सामानहरू सपिङ गर्नु पनि छ नि त। आज सपनम दिदीको छोरीको गुनिचोलमा जाँदैछौँ। गाइसहरू तयारी हुनु हुँदैछ। हेलो त भन। यहाँ चाहिँ हाम्रो आँखाको बिपी सर आएको चियाका अस्पतालको। हाम्रो चाहिँ यहाँ ल्याबको शाखाको इन्चार्ज हुनुहुन्छ। म चाहिँ फार्मेसीमा आकृति सिस्टरलाई बोलाउन आएँ। कहाँबाट आउनुभएको काउन्टरको चाहिँ फेरि? हाम्रो फार्मेसीको इन्चार्ज सब चाहिँ के हो तर यहाँ आकृति सिस्टर, तपाईँलाई म लिन आइरहेको छु। छिटो छिटो जानु होला, न त फेरि बाजे भाडा कुरा मात्र पाउनेवाला छौँ हामीले, खाली भाडा। हामी पैसा कलेक्ट गर्दैछौँ। पैसा कलेक्ट गरेर हामी आज अलिक वस्तु पार्टी चल्दैछ। वस्तु भनेको तपाईँहरू गुगलमा सर्च गर्नु होला के आउँछ। तर हाम्रो वस्तुको लागि आज कलेक्सन गर्दैछौँ 3 चाहिँको। म आज भ्याउँदिनँ, अलिकति मेरो व्यस्तता छ। अब इन्चार्ज त हो नि, इन्चार्ज हुँदैन। अब इन्चार्ज त हो नि, मेरो स्टाफ जानुहुन्छ कि मै जानुपर्ने जरुरी छैन। किन्न आएको छौँ। हामीले चाहिँ सानो डल लगिसकेको छौँ। यो चाहिँ एकदम राम्रो डल रहेछ। यो चाहिँ आफैले ह्यान्डमेड चाहिँ कति सस्तो सस्तो बेच्नु हुँदो रहेछ यहाँ चाहिँ होइन। दिदीले मिलाएर दिनु हुँदो रहेछ होइन। यो डलहरू क्या कति सस्तो सस्तो, 2500 अरे। अनि यता 3500, कति सस्तो। म चाहिँ ठ्याक्क 3 बजे घर पुगेको थिएँ नि त रेडी हुनलाई। अनि सोचिरहेको थिएँ छिटो छिटो रेडी भएर चाहिँ आउँछु। तर के गर्नु, मर्निङ ड्युटी भएको कारणले चाहिँ त्यो दिनलाई मैले घाँस काटेको थिएन नि त। अनि जहाँ गए पनि घाँस काट्नु त पऱ्यो, मेरो जिम्मा हो। अनि घरमा बाबा बिरामी हुनुहुन्छ। अनि म पनि टाउकोमा भारी सामान बोक्नु भएन, घाँस अलिक टाढै थियो घरदेखि। अनि मम्मीले चाहिँ जहाँसुकै छ तर घाँस आउनु पऱ्यो भनेपछि त गाह्रो भएन त। हतार हतार गरेर घाँस काट्नु गयो। अनि कोदोको नौरमा भएको हुनाले चाहिँ मलाई चाहिँ अलिक छिटो भयो नि त। अनि आधा घन्टाभित्र चाहिँ मैले चाहिँ घाँस काटेर हतार हतार रेडी भएर रामपुर पुगेँ। अनि साथीहरू चाहिँ अझै पनि रेडी नै भएको थिएन कि। अनि मैले घाँस काटेर आएँ भनेर चाहिँ भन्दाखेरि चाहिँ साथीहरू सक भइरहेको थियो कि यति छिटो कसरी घाँस काटेर आउँछ भनिरहेको थिएँ कि। फेरि रामपुरदेखि हाम्रो घर आउनु चाहिँ 5 किलोमिटर आउनु, अनि 5 किलोमिटर जानु, अनि त्यहाँदेखि घाँस काटेर रेडी भएर जाँदा साथीहरू सक्ने भयो नि होइन। गाइस, म चाहिँ अघि नै 3 बजे आइसकेको थिएँ यहाँ घर। अनि रेडी भएर अब जान भएको। मेरो चाहिँ 1 बजे नै ड्युटी सकेको होइन। अनि पैसाहरू कलेक्सन गर्ने, म्यानेज गर्ने चाहिँ मान्छेलाई मैले जिम्मा लिन्छ जबरजस्ती। अनि त्यसपछि सामानहरू किनमेल यताउता गर्दाखेरि चाहिँ म घर ठ्याक्क 3 बजे आएँ। अनि अब रेडी भएर म जाँदैछु यसमा है। हामीले चाहिँ सिक्युरिटीको लागि डल लिएको छौँ। यो चाहिँ हामी यहाँ प्याकिङ गर्दैछौँ। पर्छ मिला टाल्नु। अनि यहाँ हाम्रो आएको छ टी-सर्ट। यो टी-सर्ट होइन, यो जामा हो। मनपुस्तामा छ यो। कस्तो क्युट छ व्हाइट कलरको। त्यसपछि अर्को आएको छ यहाँ हाम्रो यो कस्मेटिक आइटम। यहाँ हेर्न सक्नुहुन्छ। हामीले चाहिँ सबै चाहिने कुराहरू नै, रबरहरू भयो, रबिनहरू, लिप ग्लस। यो कति क्युट छ क्या। यो सबै सक्स हेर्नु न व्हाइट कलरको छ। यहाँ सबै व्हाइट कलरकै सेट मिलाउनु मैले राम्रो हो। हामीलाई अलिक ढिलो भइसकेको छ क्या, छिटो छिटो प्याक गरेर पनि हाल्नु पर्ने छ। यो राखिदिँदैछु म यहाँ। अनि यो रहेको छ ज्योमेट्री बक्स। यो सबै युज हुने सामान नै छ। यो वाटर बोतल,
होइन यो पेन्सिल एकवटा आएको छ यो ग्लिटर पेन कस्तो राम्रो के कलर ग्लिटर पेन भयो यो बल पेन हामीलाई थाहा भएन कि पेन्सिल युज गर्छ कसले बल पेन होइन स्कुलमा त्यही भएर हामीले देखिरहेको छौँ अनि यो कलर पेन्टिङको लागि लाग्छ यो कलर पेन्टिङको लागि होइन अनि यो हेर्नु न यो पेन्सिल कस्तो राम्रो क्युट नि अनि यहाँ चाहिँ 12वटा उयो हुन्छ अरे क्या जुन लेख्दा पनि हुन्छ अरे यो अनि यो चाहिँ के भन्छ यो हाइलाइटर कस्तो क्युट छ यो छैन नि झन्डै त टिप्पा हेर्ने हामी चाहिँ अनि बाँकी रहेको छ अझै केक र किटक्याटहरू चाहिँ हामी बाटोमा लिएर चाहिँ यहाँ चक्लेट हामी राख्ने छ किटक्याटहरू होइन कस्तो अटेन यो हामी बोकेर त्यसरी जाँदैछौँ यो चाहिँ बेलुका नगर अस्पताल परिवारको तर्फबाट हेर्छ अब हामी डाइरेक्ट अन्त स्पोर्ट पार्टी गरिसकेको छौँ गाइज फाइनली हामी चाहिँ यहाँ बेलुका बिच एन्ड रिसोर्टमा आइसकेका छौँ यहाँ हेर्नु सक्नुहुन्छ हाम्रो गाइजहरू यो चाहिँ पार्टी भिड्नुको लागि चाहिँ हाम्रो बेलुका नगरपालिकामा चाहिँ एकदम भाइरल प्लेस हो यो चाहिँ अब म भित्र देखाउने छु यहाँ चाहिँ हामीले चाहिँ एउटा सानो लेटर कस्तो उत्तानो पारेर राखिदिनु भएको हौ लेटर अनि थोरै चक्लेटहरू हामीले एड गरेको छौँ मल्कीको भिडियो भन्दा पनि पसलमा आएर एड गरेर यो पोलेर फेरि एड गरेर राख्छौँ अब हामी चाहिँ जाँदैछौँ यो आजको बेहुलीकोमा मैले तपाईँलाई कतिचोटि फर्केर छु हेर्नु न कतिखेरसम्म भनेर हाम्रो दिदी आउनुहुँदैछ आजको बेहुलीको मामु ढिलो भयो नि दिदी ड्युटीबाट जाँदा खोइ मेरो कुन फोन अब हामी चाहिँ भित्र जाँदैछौँ होइन हामी चाहिँ यति नै आएको हो दिदी अब यहाँ लक्ष्मी दाइ हुनुहुन्छ उता सामान छोडेर कहाँ हिँड्नु भएको सामान ल्याउनु न यही हो यो हाम्रो पार्टी प्यालेस ए हो र हामी नै लास्ट हो क्या ला सबै मन जाँदा भन्नु नि त सबै बाटोमा भेट्दै थियो भनेर दिदी आज कति राम्रो देखेको छ तपाईँलाई कति राम्रो देखेको छ खै मन चाहिँ साँच्चीकै हो रहेछ खाली छ हेलो हाम्रो बेहुली सबै खाली भइसकेछ बेहुलीलाई देखाइदेऊ न उता उहाँ चाहिँ बेहुलीको बाउ आउनु हुँदैछ है फुलेर अलिक लाइट आयो यता हेर्नु त ओ बेहुलीको बाउ यहाँ हुनुहुन्छ है हाई गर्नु मलाई चाहिँ केक खान आएन होइन ल्यापै काट्ने थियो है ल्यापै काट्ने त्यस्तो नि हुन्छ के भयो प्लास्टिकमा लु अनबक्सिङ गर छिटो लु अब खोल्ने प्याटर्न चाहिँ यस्तै भयो है बिचरा घाँसहरू सब भराइसक्यो यो हेर्नु नि पहिला प्लिज पढेर पढ अब नेपालीमा लेख्नु पढ्छ पढ्न सक्छौ पढ न ल यसरी देखाइदियो यसरी त फर्काएर मरे घरमा गएर पढ्नु भात चाहिँ हतारमा छोरा ल्याएर साइडमा बस्नु अरू हेर त तिमीले फेभरेट ल्याइदिएको छ अब बहिनीले आइस गर्दै भयो हिरोनी अर्को हिरोनी त सिहान्छु म को रे मजाले भन न सुनिया चाची अब हामी चाहिँ मुख जुठो पार्नुको लागि जाँदैछौँ होइन मुख जुठो पार्नुको छ हामी चाहिँ अब यहाँ तल भ्यू चाहिँ हेर्नु सक्नुहुन्छ म चाहिँ देखाउनु चाहिँ राम्रो छ यहाँ हाम्रो लाइन आइरहनु भएको छ यो चाहिँ हाम्रो सप्तकोशी रहेको छ हामी चाहिँ ठ्याक्क सप्तकोशीको ए हजुर त्यही त कस्तो दामी छ यो चाहिँ तल चाहिँ बस्ने ठाउँहरू रहेको छ यो सप्तकोशीको छेउमा रहेको बेलाका बिच रेस्टुरेन्ट हामी ढिलो हो नि त कडा हो त गर्मीको समयमा चाहिँ तपाईँहरू आएर चाहिँ यहाँ स्विमिङ गर्न सक्नुहुन्छ यो चाहिँ स्विमिङ स्पोट पनि रहेको छ यहाँ चाहिँ गर्मी महिनामा चाहिँ कम्ता भिड हुँदैन सिस्टर यहाँ अहिले चाहिँ फर्स्ट टाइम मेरो त धेरैचोटि भइसक्यो तर धेरैचोटि म घुम्नैको लागि चाहिँ होइन यस्तोको प्रोग्रामहरूमा चाहिँ खानाहरू लन्चहरू यहीँ हुन्छ क्या त्यही भएर म चाहिँ आइरहेको थिएँ उहाँ तल तल पनि बस्ने ठाउँ चाहिँ यो चाहिँ सप्तकोशी भइगयो हाम्रो नेपालको सबैभन्दा ठुलो कोशी बाह्र क्षेत्र चाहिँ माथि छ यता तलतिर चाहिँ चतरा छ मासतिर बाह्र क्षेत्र तपाईँहरू चाहिँ उदयपुरको नजिकै हुनुहुन्छ भने यहाँ घुम्न आउनु सक्नुहुन्छ अझै विशेष गरी चाहिँ गर्मी महिनामा चाहिँ यहाँ भिड हुन्छ आउनु रमाइलो हुन्छ यहाँ स्विमिङहरू गर्नु होइन यस्तो सप्तकोशी मजाले सलल्ल बगिरहेको छ सबैजना हामी चाहिँ भिजेर जान्छौँ हो र जग्गा कस्तो अनुभव भइरहेछ एकदम राम्रो मलाई धेरै खुसी लागेको छ पहिलोचोटि आएर होला यस्तो राम्रो दृश्य हेर्न पाएँ अझै तपाईँ फेरि आउँछु होला म यहाँ अझै तपाईँ तल जाने भएको छैन कस्तो दामी छ यहाँ चाहिँ
राति बस्ने व्यवस्था नै छ त यहाँ कटेजहरू हुन्छ नि आउनु सक्नुहुन्छ खाना रेडी गरिसकेको छु मैले चाहिँ एउटै हातले लाउने एउटै थालमा लाउने भएको हुनाले चाहिँ हामीले भिडियो बनाउनु भएनौँ सिस्टरले त अघि बजाइसक्नु भइसक्यो यता बाँकी नै छ यहाँ चाहिँ यति धेरै आइटम चाहिँ हेर्नु खाना नै पुरिरहेको छ फेभरेट चाहिँ मेरो यो माछा है यता मनोजले पनि दान्नाका दान दिइराख्नु भएको छ मनोज चाहिँ कस्तो छ कस्तो भयो अब हामीले दिनुपर्ने हुन्छ हामी चाहिँ सबैभन्दा लास्टै भन्दा हुन्छ है गाइस अब हामी चाहिँ जान लागि खाना चाहिँ मिठो थियो बाई बाई खाना चाहिँ एकदम यति पड्काएर खायौँ हामीले माछाको पुच्छा त यति धेरै खायौँ थाहा छैन अब भइसकेको छ होइन हामी चाहिँ भेनाहरूको लास्ट गेस्ट है हामी अब कस्तो अँध्यारो गरेको सिरियल चाहिँ हाई गाइस नभन्ने नभन्ने भन त हाई गाइस भन म को भन त गाइस 6 बजिसक्यो हामी चाहिँ अझै यहीँ छौँ बेलुका रिभर्स बिच एन्ड रिसोर्टमै छौँ के भनेको अरे अरे गीत गीत खोज्यो यहाँ बेलुका रिभर्स अगाडि आउनुभयो भने चाहिँ यस्तो भाइरल भाइ भेटिन्छ भाइ तिमी बोप्ताङ डाँडा मारे भाइरल भएको भाइलाई एउटा जुस किनिदिएको पुरै इनर्जी निकाल्दैछ ल बाई 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 हामी चाहिँ अब जान लागेको गाइस यो चाहिँ पैसा देऊ रे दिदी अनि अघि भर्खर यो जुस किनिदिएको होइन भाइ गाइस भने चाहिँ जान लागेको है किन रिटर्न लानुभएको तपाईँले ल्याइदिनु भएको होइन घरसम्म पुऱ्याइदिनु अरे मलाई थाहा त पऱ्यो हामीले छोडिदिएको हुन्छ नि सबै सबैलाई ब्लगमा आउँदैन थियो राम्रो देखिदिएको अब आज चाहिँ हामी यति भन्दै हाम्रो लामो ब्लग भनौँ न होइन छोटो त धेरै लामो भइसक्यो कन्फिसक्यो होइन अब यो भिडियो चाहिँ अब एडिट गरेर 2-3 दिन पछि मात्र हुन्छ होइन त्यही भन्न चाहन्छु म आजलाई चाहिँ यति नै लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला गाइस बाई 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 बाई